हेलो साथीहरू सबैजना नमस्ते। आज चाहिँ म के भन्दैछु भने फेसबुक क्यारेक्टर गर्ने सबैजना साथीहरूलाई के भन्छु भने फलो बढाइदिनुहोस् भनेर चाहिँ अर्कोलाई स्टार पठाउने, अर्कोलाई चाहिँ दुनियाँ दिने सेयर गर्ने, भिडियो सेयर गर्ने, लाइक गर्ने। दुनियाँ लाइक गर्न त ठिक छ, राम्रो भिडियो लाइक पनि गर्नु पऱ्यो, ठिक छ, त्यो मतलब केटीहरूको स्टार दिने काम नगर्नुहोस्। पैसा दिएर आफ्नो चाहिँ अरूलाई पैसा दिने काम नगर्नुहोस् होइन। फलो बढाइस् भनेर पैसा दिने काम नगर्नुहोस् है साथी हो। किनकि त्यो तपाईँलाई कुनै पनि जति फलो बढाइदिने कुनै पनि फाइदा छैन। तपाईँ जुन दिन भाइरल हुनुहुन्छ, जुन दिन तपाईँलाई दुनियाँले चिन्छ, सबैले मान्छेले चिन्छन्, त्यही दिन तपाईँलाई लाइक गर्ने हो। नत्र तपाईँको 10,000 फलो भएर 20,000 फलो भएर तपाईँले एकजना पनि लाइक गर्दैन कि। ल मलाई दिनुहोस्, म आइडी तपाईँलाई चाहिँ ह्याक गरेर बनाइदिन्छु, साँच्चीकै मान्छे बनाइदिन्छु होइन। तर कसैले पनि तपाईँलाई फलो गर्दैन, तपाईँलाई लाइक गर्दैन कि, कसैले पनि तपाईँको भिडियो हेर्दैन, तपाईँ को र हेर्ने होइन त। त्यसैले तपाईँ आफू भाइरल हुनुहोस्, आफै चिनिनुहोस्। कसैले स्टार दिएर, कसैलाई फलो बढाइदियो भने पैसा दिएर त्यो कामै छैन, त्यो कदापि नगर्नुहोस्। तपाईँलाई त कहिले पनि जिन्दगीमा हुँदैन। यो सत्य घटना हो, यो सत्य कुरै हो। तपाईँले चाहिँ आफै काम गर्नुहोस्, आफै चाहिँ भिडियो बनाउनुहोस्, कन्टेन्ट राम्रो गराउनुहोस् होइन। टाइटल राम्रो लेख्नुहोस्, एडिट राम्रोसँग गर्न सिक्नुहोस् होइन। टाइटल राम्रो चाहिँ मनसुनी गर्नुहोस्, टाइटल राम्रोसँग लेख्न सिक्नुहोस् होइन। त्यो भयो भने तपाईँको अवश्य भिडियो भाइरल जान्छ, तपाईँलाई चिनिन्छ। चिनिएपछि भिडियो हेर्ने हो। बालन साथ 3 मिलियन पुगेको त्यसै हो। हर्का शर्माको 2 बजी राति हेर्छ भन्छन्, त्यसै हेर्छन्, चिनिएर हेर्छन्। एउटा भाइरल भएको कारणले हेर्छन्, चिनिएर हेर्छन्, काम गरेको हिसाबले हेर्छन् नि त। त्यसैले तपाईँले चाहिँ नचिनिकन कसैलाई बनाइदिए, कसैले उ गर्दै भनेर त कदापि हुँदैन। त्यसैले तपाईँ आफू चिनिनुहोस्, फेसबुकमा काम गर्नुहोस्। अनि काम गर्दै 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 तपाईँ चिनिनुहुन्छ, भाइरल हुनुहुन्छ, अवश्य तपाईँको भिडियो 10 बजी राति हाल्नुहोस् न, 12 बजी राति हाल्नुहोस् न, तपाईँको त्यसै लाइक आउँछ, त्यसै भ्युज आउँछ। सेयर गर्दै स्टार दिएर म भिडियो प्रमोसन गरिदिन्छु भन्छन् नि, एकदम गलत। तपाईँको प्रमोसन गरेर के हान्यो? मैले फलो गर्नु, तपाईँले फलो गर्नुलाई फलो गरेर के हुन्छ नि? मैले हेर्नु पऱ्यो तपाईँको भिडियो त, लाइक गर्नु परेन? लाइक गरिदिए पो तपाईँको अन्त सर्दै तपाईँलाई 100जनालाई होइन, फेसबुकले 100जनालाई पुऱ्याउँछ, 100जनालाई पुऱ्याएपछि 200जनालाई पुऱ्याउँछ, 200जनाले हेरिदियो भने 300जनालाई पुऱ्याउँछ। त्यसरी गर्ने हो नि तपाईँले। फेसबुक युट्युबले सबैले जुनले पनि त्यत्तिकै तपाईँको भिडियो सबैको मोबाइलमा पठाइदिँदैन, पठाउँछ त, पठाउँदैन नि त। त्यसैले तपाईँ आफू राम्रो पढ्नुहोस्, राम्रो तरिकाले काम गर्नुहोस्, अवश्य राम्रो हुन्छ है साथी हो। स्टार दिएर पैसा खर्च गर्ने काम नगर्नुहोस् है, मेरो सुझाव सल्लाह तपाईँलाई है। पैसा दिएर कामै छैन, यति कुरा ख्याल राख्नुहोस्। सानो चिजबाट काम गर्नुहोस्, सानो हुँदै बिस्तारै बिस्तारै लाउला, 1 वर्ष लाउला, 2 वर्ष लाउला, नआत्तिनुहोस्। काम पनि गर्न नछोड्नुहोस्, ड्युटी पनि गर्न नछोड्नुहोस्, फेसबुकतिर काम पनि गर्न नछोड्नुहोस्, अवश्य हुन्छ, ढिलो चाँडो हुन्छ है त। फलो मात्रै भएर मात्रै काम छैन है साथी हो। हेर्दैन कसैले भने त कामै छैन, कन्टेन्ट राम्रो भयो हेर्ने हो। 3 मिलियन 4 मिलियन भयो भने तपाईँको एउटा राम्रो कन्टेन्ट छैन भने 1 लाइक पनि आउँदैन है साथी हो। ल यही हो मेरो सुझाव सल्लाह है साथी, फेसबुक साथी, युट्युब सबै गर्ने साथीहरूलाई त। ल है त।